होइन यी मान्छेका जातहरूलाई राजनीति कति लागेको। ए जिन्दाबाद भनौ, मुर्दाबाद भनौ, ए हाई हाई र हुई हुई गरो, ए झन्डा पनि बोकिहालो, बुरुक बुरुक उफ्रियो कुदो। हाम्रो पार्टी यस्तो भनौ, हाम्रो पार्टी उस्तो भनौ, ए हाम्रो समूहमा चाहिँ यति धेरै मान्छे रहेछन् भनौ, बुरुक बुरुक उफ्रियो, करायो हिँडो। ए नारा र जुलुस लाउने भनेपछि त घरको काम साम पस्केको भातै छोडेर आउँछन् मान्छे बुरुकै उफ्रेर। अनि यसो ल है गाउँमा श्रमदान गर्नु पर्यो, बाटो कुलो बनाउनु पर्यो, स्कुल बनाउनु पर्यो भनेर यसो श्रमको लागि 2-4 दिन बोलायो भने मान्छे त पिटिके छिरिके निक्ले था हो, घरबाट छिरिके निक्लिँदैन मान्छे। अनि ल है आज जुलुस छ है भन्नुपर्छ, ए मान्छे त संसार छोडेर आइपुग्छ जुलुसमा झन्डा बोक्न उफ्रिन कुर्लिन। अनि भुत्राको देश विकास हुन्छ त? खोइ ती ठुल्ठुला देशमा त्यसरी राजनीति नगर्दा हुन्छ त? यी कहाँ पुगिसके, चन्द्रमा पुगिसके, बस्ती बसिसके, ए कत्रो कत्रो प्रगति गरिसके, आफ्नो देशमा चाहिँ पार्टी बनेको छ, पार्टी भनेको ए उफ्रेको छ, कुर्लेको छ, ए समाज बिगारेको छ। जनता आफै सचेत हुनुपर्छ बाबै, जनता आफै सचेत हुनुपर्छ। जनता सचेत नभइकन केही नापिनेवाला छैन मेरो देशमा। अब हाम्रा पुस्ताले पनि झन्डै बोकेर बिताए, अब हामी पनि झन्डै बोकेर बिताउने, अब हाम्रा त्यस पछाडि सन्तानले पनि झन्डै बोकेर बिताउँछन्। अब देश विकास कसले गर्छ? त्यो हजारौं लाखौं गएर मेरो पार्टी र उसको पार्टी त्यस्तो डिसानो त्यस्तो फलानु त्यस्तो भन्दै कुर्लिनु भन्दा गाउँमा बाटो खन्नु नि। सबैजनाले बाटो खन्दाखेरि कति गाउँमा खेतमा बाटो पुग्छ, कुलो बनिन्छ। त्यत्रोजनाले कुलो खनिएर त कति कुलो बनिँदो रहेछ, स्कुल बनाउँदा कति स्कुल बनिँदो रहेछ। एक दिन श्रमदान गरेर त त्यसरी कुर्लिनु भन्दा मिलेर गरौँ भन्दा छैन, पटक्कै छैन। अनि उताबाट आएको अलिअलि पैसा हुन्छ त्यो छापछाप चुच्चु पारो मिलो भित्र गएर खायो पचायो, त्यस पछाडि विकासको नाममा माखो नमारो, अनि राजनीति भनौँ कुदो उफ्रियो, अनि जिन्दगी त्यतिकै सक्यो। अब मान्छेले अब पनि पार्टी भनेर गाउँ देश विकास हुँदैन साथी हो। पार्टीले केही पनि नाप्दैन। अब नाप्ने भने आफैले हो, आफैले गर्ने हो, आफैले श्रमदान गर्ने हो, आफैले कुटो कुदालो चलाउने हो, आफैले चाहिँ मेहनत गरेर चाहिँ गाउँ बनाउनु पर्छ। अब कुरा त्यही हो। अर्थी तितो हुन्छ, बुझ्नेले बुझिहाल्छ, नबुझ्नेले फेरि पनि त्यही पार्टीको धोती समाउँछ, कुद्छ, जिन्दगी त्यसरी नै बिताउँछ सक्छ।